मर्निङ गाइज फ्रम सैलुङ कालोपानी। सो हामी चाहिँ यहाँ भर्खर आइपुग्यौँ। बिहानको कति बज्यो, 8:37 भयो। सो हामी चाहिँ यहाँ बिस्किट, चिया, कफी खाँदै बिहानीको सुरुवात गरेर हामी यता सैलुङतिर लाग्नुपर्ने हुन्छ। सैलुङ चाहिँ माथि हो, बस पार्क यहाँ चाहिँ कालोपानीको। सो हामी अब एकछिनमा माथितिर निक्लिनेछौँ सैलुङको लागि। उता मिनी ग्रेट वालतिर हुँदै अब यहाँबाट हिँड्दै जानुपर्ने हुन्छ। यहाँबाट देखिने हिमालको भ्यू, हिमालयन रेन्ज यस्तो छ। गाइस बाटोतिर भेटौँ है त। मेरो गोप्रो बिग्रेर चाहिँ यो गोप्रो होइन, माइक बिग्रेर चाहिँ मैले गोप्रोको क्लिपहरू चाहिँ खिच्न पाएन गाइस। सो मेरो यो दोलखा सिरिज चाहिँ खत्तम बिग्रियो। सो अब चाहिँ हिँड्दै हिँड्दै मास्टर जानुपर्छ गाइस। बाटोतिर भेटौँ है त। हामी चाहिँ अब कालो पानीबाट चाहिँ अगाडि बढ्यौँ। यता चाहिँ बजार लाग्ने रहेछ निचोतिर। तल राख्यौँ बाइक हामीले चाहिँ। यहाँबाट चाहिँ हिँड्दै जानुपर्ने रहेछ। हामी तिनजना चाहिँ हिँड्दै अगाडि बढ्यौँ। अब सैलुङको जुन मेन घाम लाग्दाखेरि देखिने भ्यू चाहिँ देखिन नपाइने भयो कि हामी घरबाट लेट हिँड्यौँ। अब त्यही हो, त्यही डाँडाबाट सही हिमाल हेर्ने अगाडि बढ्ने। यहाँ दुईजना साथीहरू यहाँ। रिन्जीलाई कस्तो लागिरहेको छ सैलुङ? अहिलेसम्मको एक्सपिरियन्स कस्तो रह्यो? त्यो त अफकोर्स। यता त चाहिँ डिसतिर सामानहरू राख्ने बेचिराखेको रहेछ। ओके गाइस, मास्टर भेटौँ लाग्यो है त। श्वास चाहिँ खतरै लाग्यो। अक्सिजनको कमी चाहिँ हुने रहेछ होइन? के हाँसे गरे? यहाँ चाहिँ भाले जुधे कार्यक्रम भइरहेको छ। नाइस। हार्नेले चाहिँ काटेर खाने हो क्या फेरि? यो कत्रो छ हेर भाइपट्टि। वेल गाइस, हामी चाहिँ तल के भन्छ ग्रेट वालबाट माथि हिँडिसकेपछि चाहिँ यहाँ बोट रहेछ। यताबाट लेफ्ट गयो भने महादेव गुफा पुग्ने रहेछ, राइट गयो भने माथि सैलुङको डाँडा। सो हामी चाहिँ डाइरेक्ट उता स्ट्रेट राइट जान्छौँ सैलुङ डाँडाको लागि। सो हामी हिँडेको चाहिँ कति 45 मिनट जति भयो होला। सो यसको बिचमा आइपुग्यो हामी। अब 40 मिनट लेखेर चाहिँ त्यहाँ बोटमा चाहिँ अब बिस्तारै कति पुग्ने हो हेरौँ। यहाँ के रहेछ फेरि? यहाँ के रहेछ? डाँफे ढुङ्गा रे यो चाहिँ। सो यो पनि एउटा ऐतिहासिक ढुङ्गा होला। यहाँ डाँफे ढुङ्गा भन्ने लेखेको रहेछ। म देखाउँछु तपाईँहरूलाई। सो यो सैलुङ चाहिँ हिन्दू तथा बुद्धिस्ट धर्म अवलम्बीहरूको लागि चाहिँ एकदम पवित्र स्थल हो। अनि यहाँ चाहिँ चैथुङ्काहरू छ अनि महादेवको गुफा पनि छ। अब भगवान् गौतम बुद्धले पनि यहाँ के भन्छ मेडिटेसन गरेको ठाउँ भन्ने एउटा बौद्ध धर्मावलम्बीहरूले भन्छन्। सो हामीलाई त एक्ज्याक्ट थाहा भएन, तर हामी दुइटै चैथुङ्गा फुल्कामी, एउटा माल नेपाली, हामी सबै एउटै हो। सो अगाडि बढ्दै जाउँ गाइस। के हुन्छ इन्ट्रेस्टिङ थिङ्सहरू आयो भने म देखाउन जान्छु। अहिले चाहिँ अगाडि बढौँ। वेल गाइस, हामी चाहिँ फाइनली सैलुङ आइपुग्यौँ। फाइनली हामी सैलुङ आइपुग्यौँ। रेन्जी माथि कुद्दैछ। लास्ट श्वास लागिरहेछ। अनि यतापट्टि चाहिँ दुर्गा मन्दिर होला यो। माथि महादेवको त्रिशूल छ, सायद त्यहाँ महादेवको मन्दिर हुनुपर्छ। सो हामी चाहिँ फाइनली आइपुग्यौँ सैलुङ। पारिपट्टि देखेको हिमालहरू चाहिँ बबालले देखिँदो रहेछ यहाँबाट। सो एउटा इन्ट्रेस्टिङ थिङ त्यो भयो। हामी सैलुङ आयौँ। उर्मिला बिचरा हिँड्नै गाह्रो भयो जस्तो छ उर्मिलालाई। छैन फेस हेर्नु, फेस चिसोले
स्वर्गको के भन्छ धरतीको स्वर्गको एउटा टुक्रा सैलुङ गाइस। यो चाहिँ समुद्र सतहदेखि सायद मेरो विचारमा 3200 मिटर अग्लोमा होला मेरो विचारमा। मैले एक्ज्याक्टली रिसर्च गरेको छैन। शेर्पाको ब्लड होल्ड गरेको मान्छे उसलाई चाहिँ खासै अप्ठ्यारो लागेको छैन जस्तो लागिरहेछ। त्यो पनि हालत चाहिँ खराब नै भइरहेछ। Easy. What are you talking about? Man. चिसो हावा खुलेको वेदर अनि हामी सैलुङ। सो गाइज माथि टावर पुग्नुभन्दा तल चाहिँ भीमसेनको तरवार भन्ने एउटा मन्दिर रहेछ सानो तरवार। ओ खै यो जुन देखेको यो छ नि यिनीहरू यसलाई चाहिँ भीमसेनको तरवार भनिरहेछ। त्यही भएर होला तरवार जस्तो स्ट्याचु देखिरहेछ है, मतलब अलिकति धाराहरू देखिरहेछ। सो माथि चाहिँ भ्यू टावर हो, यहाँबाट थोरै देखिन्छ। सो हामी बिस्तारै बिस्तारै अगाडि बढ्दैछौँ। अहिले हामी लेट भयो क्या है, ठ्याक्क घाम बुताउनु बेला आएको भए बवाल हुन्थ्यो नि। के गर्ने 8 बजे निस्कन हुन्छ नि उताबाट। के अरे मैले 5 बजे राति 11 बजी बुझेर 3 बजेसम्म मोबाइल चलाएर बस्ने। 10 बजे अनि मैले 5 बजे जाउँ भन्दाखेरि नउठ्ने। अहिले दोष मलाई 5 बजे 6 बजे त उठेको अलार्म बजे। मैले भने नि 5 बजे। सो गाइस अब हामी 10-15 मिनटमा पुग्छ होला माथि। ए चस्मै झरे। फाइनली गाइस हामी चाहिँ सैलुङको मेन टावर स्तूपा भन्ने ठाउँमा आइपुग्यो। मेन थुम्पामा यो चाहिँ मेन डाँडा हो। यहाँ भ्यू टावर छ, एउटा स्तूपा अथवा मान्ने के भन्छ त्यो छ। अनि यहाँबाट देखिने भ्यू यस्तो छ। 360 भ्यू हेर्नुहोस्, पारिपट्टि गोरुसँग भइहाल्यो। सैलुङको 360 भ्यू नै यही हो गाइस। के भन्छ चिसोले स्वर सुकेर नाक चिलाइरहेछ, अलि स्वास भइरहेछ। काठमाडौँबाट चाहिँ रुगामर्की लाग्ला भन्ने लागिरहेछ। हेरौँ नलागे राम्रो। यहाँको भ्यू यस्तो छ। ओइल गाइज फाइनली चाहिँ हामी सैलुङ आइपुग्यौँ। सैलुङको अवलोकन गर्छौँ हामी एकछिन। एकछिन बसेर भ्यू टावर चढेर एकछिन आरामले बसेर हामी तल कालपानीमा खानाको लागि निक्लिन्छौँ। सो तपाईँ पनि आउनुहोस्। एक रात 2 दिनको टुरमा सैलुङ घुमेर फर्किन सक्नुहुन्छ। यहाँबाट देखिने रमणीय दृश्य उतापट्टि हेर्नुहोस्, गोरुसँग हिमाल लोयर रेन्ज, त्यसले के भन्छ रोलवालिङ हिमालय रेन्ज भन्छ अथवा के भन्छ। सो आजको हाम्रो भ्लग चाहिँ अब माथि टावर पुगेर खिच्नेछौँ। त्यसपछि हामी एकैचोटि तल कालो पानी गएर खाना खाएर हामी काठमाडौँलाई निक्लिन्छौँ। मेरो चाहिँ गोप्रोको क्लिप्सहरू किन आएन भन्दाखेरि मेरो चाहिँ माइक चुट्यो। तीमाथि मिडियम मोड छ, मिडियम मोडमा उता चर्को बोल्नु दिएको साथीहरूले झन् बिगारेर राख्दैछ। सो भ्लग चाहिँ खासै इन्ट्रेस्टिङ छैन, इन्फर्मेटिभ पनि खासै छैन। तैपनि यसो रमाइलोको लागि हेरिदिनु भएको धन्यवाद। सो हामी अगाडि बढ्दै जाउँ होइन त। फाइनली हामी चाहिँ यता सैलुङको भ्यू टावरमाथि चढेर चाहिँ दृश्यहरू अवलोकन गरिरहेको छौँ। 1-2टा फोटोहरू खिच्यौँ। अनि यहाँबाट सैलुङबाट देखिने भ्यू यही हो, 360 भ्यू। एकचोटि तपाईँलाई म 360 भ्यू देखाइदिन्छु है त। यो ब्लग गर्ने मान्छे चाहिँ को फेरि यो डर लाग्दैछ त अनुहार पनि फेरि। वेल गाइज गोरुसँग हिमाल यता
सुँगुरतिरबाट आउने अनि त पारी देखेको चाहिँ तपाईँ रामेछाप है अनि त्यो पारी देखेको पनि रामेछाप र दोलखाको सिमाना पर्छ तल देखेको बजार चाहिँ खोला खर्क भन्छ त्यसलाई सो ओके गाइज सो आजको यो भिडियो भ्लगलाई चाहिँ हामी यहीँ गरौँ सो अर्को भ्लग कहिले आउँछ थाहा छैन तर त्यतिखेरै भेटौँ ल यति बेलासम्म हेरेर साथ दिनुभएको धन्यवाद थ्याङ्क यू सो मच सो अर्को भिडियोमा भ्लगमा हामी भेट्नेछौँ बाइ बाइ गाइज